आफ्नो सवारी साधनको बत्ती नबालेर सुरुङभित्र गाडी चलाउनु ट्राफिक उल्लङ्घन हो, जसमा 900 रियालसम्म जरिवाना हुन्छ। साथीहरू, यो साउदीको एक्सप्रेस एउटा न्युजमा मैले हिजो जुन देखेँ है, यो प्रेस विज्ञप्ति गरेर रहेछ। यो नियम, ट्राफिक नियम अथवा पहिले थियो या अहिले आयो यो मलाई ठ्याक्कै थाहा भएन। मैले जो देखेँ त्यसैलाई ट्रान्सलेट गरेर हेरेँ है। र यो सिग्नल पनि छ, हेर्नुहोस्। यो किसिमको नियम साउदीमा ख्याल पनि गर्नुपर्ने भयो, किनभने टनलभित्र अब सुरुङभित्र आफू प्रवेश गर्नुपर्दा पहिल्यै या गरिसक्ने बित्तिकै आफ्नो गाडीको पार्किङ बत्ती होस् या हेडलाइट बत्ती होस्, जुन पनि एउटा लाइट इसारा हामीले चाहिँ त्यहाँ बालेर त्यो टनल क्रसिङ गर्नुपर्ने देखियो है यो न्युज अनुसार। नत्र भने 900 रियालसम्मको जरिवाना भनेपछि त झन्डै 1 महिनाको तलब नै चैट हुने अवस्था आइसक्यो रहेछ। अब यो नियम पुरानो हो नयाँ हो मलाई ठ्याक्कै थाहा भएन। ल त अब हामी त त्यति टनलहरूभित्र जाँदैनौँ, त्यही पनि मैले मोबाइलमा यसो देखेर है, ट्रान्सलेट गरेर यसमा मैले समाचार बनाएँ है। धन्यवाद।